हरे कृष्ण सबैजनालाई। आज हामीहरू भगवद् गीताको अध्याय 1 को श्लोक नम्बर 37 र 38 को बारेमा केही चर्चा गर्नेछौँ। यहाँ अर्जुन भन्नुहुन्छ कि यस्तो छैन कि कौरवहरूलाई शास्त्रको ज्ञान छैन, तर लोभको कारणले उनीहरूको बुद्धि भ्रष्ट भएको छ र उनीहरू अन्धा भएका छन् र उनीहरू यो बिर्सिरहेका छन् कि आफ्नै नातेदार, रिश्तेदार, सम्बन्धीहरूलाई मारेर नर्क जानु पर्छ र यदि उनीहरूमा र हामीहरूमा केही फरकै छैन भने यसको केही अर्थ नै भएन। उनीहरू लोभको कारणले हामीहरूसँग युद्ध गर्न आएका छ र यदि हामी पनि लोभको कारणले उनीहरूसँग युद्ध गर्यो भने उनीहरूमा र हामीहरूमा चाहिँ के फरक भयो? त्यसो भए म तपाईको भक्त र उनीहरू तपाईको अभक्त कसरी भए? हामी धार्मिक छौँ र उनीहरूलाई चाहिँ अधार्मिक बन्न दिनुहोस् र यसो युद्ध गर्नाले चाहिँ यो पुरा कुलको चाहिँ विनाश हुन्छ। र शास्त्रमा वर्णन गरिएको छ कि यक्षराजले युधिष्ठिरलाई 100वटा प्रश्न सोध्नु भएको थियो र त्यसमध्ये यक्षराजले युधिष्ठिरलाई एउटा प्रश्न सोध्नुभयो। त्यो के थियो भने संसारको सबैभन्दा ठुलो पाप के हो? संसारमा सबैभन्दा ठुलो पाप के हो? अनि त्यसबेला युधिष्ठिरले जवाब दिनुभएको थियो कि यदि कसैले हामीमाथि विश्वास गरिरहेको छ र हामी यदि त्यो व्यक्तिको विश्वास तोड्छौँ वा विश्वासघात गर्छौँ भने त्यो सबैभन्दा ठुलो पाप हो, किनभने त्यो व्यक्ति हामीमाथि आश्रित छ र उसले हामीसँग केही सहायता चाहँदैछ र हामी उसलाई वादा पनि गर्यौँ कि म तिम्रो सहायता गर्छु, तर अन्तमा गएर त्यसले धोका दिन्छ वा विश्वासघात गर्छ भने त्यो सबैभन्दा ठुलो पाप हो। र यहाँ अर्जुनले कृष्णलाई भन्नुहुन्छ कि यो दुर्योधन यस्तो नालायक व्यक्ति हो कि हामीसँग यसले युद्ध गर्न आएको छ। ऊ चाहिँ हामीसँग युद्ध गर्न आएको छ। उसले बिर्सेको छ कि उसको दुर्योधनको ज्यानको रक्षा समेत हामीहरूले गरेका थियौँ जब चाहिँ हामीहरू वनमा थियौँ। यो सन्दर्भमा एउटा कहानी छ। दुर्योधनले करणलाई भन्नुहुन्छ कि मलाई सुख भइरहेको छैन, अनि करणले भन्नुहुन्छ कि तपाईँले सुख किन भइरहेको छैन? अनि दुर्योधनले करणलाई भन्नुहुन्छ कि म त्यो पाण्डवहरूलाई हेर्न सकिरहेको छैन कि तिनीहरू कति दुखी छन्, उनीहरूको दुख हेरेर मलाई सुख हुन्छ, त्यसै कारणले म चाहिँ दुखी छु। अनि कर्ण भन्नुहुन्छ त्यसो भए यसमा के छ त, जाउँ न त हामीहरू पाण्डवहरूलाई हेर्न, पाण्डवहरू कसरी दुखी हुनुहुन्छ र त्यो हेरेर तपाईँ खुसी हुनुहोला। अनि दुर्योधनले कर्णलाई भन्नुहुन्छ कि मलाई त जाने धेरै मन छ, तर कसरी जाउन नै सक्दिनँ, किनभने पिताजीले हामीलाई त्यहाँ जानको लागि मना गरेको छ, किनभने त्यहाँ वनमा पाण्डवहरू छन् र पिताजीको आज्ञा बिना म कसरी जाउँ? अनि करणले भन्नुभयो कि तपाईँ चिन्ता नगर्नुहोस्, मसँग उपाय छ। म एक काम गर्छु, म धृतराष्ट्रलाई भन्छु कि यहाँ बछडाहरू चाहिँ बाहिर घुम्नको लागि चाहिँ धेरै दिन भइसक्यो, हामीहरू लगेका छैनौँ, त्यसै कारण हामीहरू चाहिँ बछडाहरूलाई चाहिँ बाहिर घुम्नका लागि लान्छौँ भनेर त्यसरी उहाँले करणले भन्नुभयो। र अनि दुर्योधनले चाहिँ आफ्ना सेनाहरूलाई पहिले नै त्यहाँ पठाउनु भयो जहाँ पाण्डवहरू छन् र पाण्डवहरूको अपोजिट साइडमा चाहिँ
उनीहरूको टेन्ट बनाउनको लागि भन्नुभयो र अनि भन्नुभयो कि त्यहाँ गएर फेरि हामीहरू पिकनिक गर्छौँ, मौज मस्ती गर्छौँ। त्यो हेरेर चाहिँ पाण्डवहरूलाई दुःख हुन्छ, कष्ट हुन्छ र त्यो दुःख कष्ट हेरेर चाहिँ म सुखी हुन्छु। अनि फेरि त्यसपछि के गर्यो, दुर्योधनहरू गएपछि सिधै उनीहरूले चाहिँ नदीमा गएर चाहिँ मौज मस्ती मजाकहरू गर्नुभयो र त्यहाँबाट चाहिँ एउटा गन्धर्वले दुर्योधनहरूलाई पक्ड्यो र त्यो गन्धर्वहरूको राजा थियो र त्यो अर्जुनको मित्र पनि थियो र त्यो गन्धर्वलाई चाहिँ बर्दाश्त भएन वा सहन गर्न सकेन कि यिनीहरूले चाहिँ पाण्डवहरूलाई चाहिँ अरू कष्ट र अरू दुःख दिनको लागि चाहिँ आएका छन् भनेर। र यो हेरेर चाहिँ युधिष्ठिर महाराजले भीम र अर्जुनलाई बोलाउनु भयो र भन्नुभयो कि गएर दुर्योधनको रक्षा गर। अनि भीमले भन्नुभयो कि तपाईँको समस्या नै यही हो। युधिष्ठिरलाई भन्नुभयो कि तपाईँको समस्या नै यही हो। जहिले पनि कुनै राम्रो कार्य हुन्छ तपाईँले त्यसलाई बिगारिदिनुहुन्छ। यहाँ कस्तो राम्रो कार्य भइरहेको छ, दुर्योधनलाई चाहिँ हामीहरूले केही दण्ड दिइरहेकै छैनौँ। त्यो त तेस्रो व्यक्तिले दुर्योधनलाई उसको कर्मको दण्ड दिइरहेको छ। अनि यसमा चाहिँ युधिष्ठिरले के भन्नुभयो कि जब लडाइँ हाम्रो र कौरवहरूको हुन्छ त्यस बेला हामी 5 छौँ र कौरवहरू 100 जना छन्, तर जब तेस्रो व्यक्तिले लडाइँ गर्छ त्यस बेला चाहिँ हामी 105 हौँ। अनि भीमले भन्नुभयो कि तपाईँ मभन्दा ठुलो हुनुहुन्छ, त्यसै कारणले तपाईँको कुरा मलाई मान्नुपर्छ र यदि म तपाईँभन्दा ठुलो भएको भए अहिले कुरा अर्कै हुन्थ्यो। र अर्जुनलाई भन्नुहुन्छ कि अहिलेसम्म त हामीहरूले सबै कुरा उहाँको मानेकै छौँ र त्यसो भए यो कुरा पनि उहाँले भन्नुभएको जस्तै गरौँ। अनि अर्जुन र भीम गएर चाहिँ दुर्योधनहरूको चाहिँ जानको रक्षा गर्छ। त्यसै कारणले यहाँ अर्जुनले चाहिँ भन्नुहुन्छ कि त्यो दुर्योधन यस्तो नालायक छ कि उसले चाहिँ हामीले उसको ज्यानको रक्षा गरेका छौँ भन्ने कुरा पनि उसले बिर्सिसकेको छ। उसले चाहिँ हामीमाथि चाहिँ कृतज्ञ हुनुपर्छ, तर कृतज्ञ पटक्कै छैन। तर हामी पनि त्यो लोभको कारणले हामी चाहिँ अधार्मिक किन भनौँ भनेर चाहिँ अर्जुन यहाँ भन्नुहुन्छ। र यसै सन्दर्भमा भागवतममा नारद मुनिको एउटा कहानी छ, जहाँ नारद मुनि भन्नुहुन्छ कि यदि कसै व्यक्तिलाई भोग वा प्यास लागेको छ भने त्यो त्यसको मिटाउन सकिन्छ। भोजनद्वारा उसको भोग मिट्न सक्छ र पानीद्वारा उसको प्यास मिट्न सक्छ। र यदि कुनै व्यक्तिलाई क्रोध आएको छ भने त्यो पनि त्यसको मिटाउन सकिन्छ। जससँग क्रोध आएको छ उसले त्यो व्यक्तिलाई डाँटेर उसको त्यो क्रोध पनि मिटाउन सक्छ। तर यदि कोही व्यक्तिमा लालच आइरहेको छ भने त्यो कहिले पनि मिटाउन सक्दैन, झन् त्यो लालच चाहिँ बढेर नै जान्छ। र त्यो लालचले चाहिँ हाम्रो चाहिँ 5वटा कुरालाई नष्ट गरिदिन्छ। यसरी चाहिँ नारद मुनिले त्यहाँ व्याख्या गर्नुभएको छ। र यसै सन्दर्भमा प्रभुपादजीले एउटा धेरै राम्रो कुरा भन्नुहुन्छ कि यदि कसैलाई थाहा छ कि कुन अवस्थामा हामीले कुन कार्य गर्नुपर्छ भने त्यो कार्य गर्नु उसको कर्तव्य हो। तर यदि त्यो कार्यले यदि कुनै नोक्सान हुन्छ भने त्यो कार्य गर्नु उसको कर्तव्य होइन, त्यसबेला चाहिँ त्यो कार्य चाहिँ गर्नु हुँदैन। जसरी उदाहरणको लागि सत्य बोल्नु हाम्रो कर्तव्य हो, तर यदि त्यो सत्यले ठुलो नोक्सान हुन्छ भने त्यसबेला चाहिँ हामीलाई सत्य बोल्नु हुँदैन, त्यसबेला चाहिँ हामीलाई झुट बोल्नु हुन्छ। जसरी कोही व्यक्तिले गाईलाई मार्नको लागि गाईको पछाडि भागिरहेको छ अनि त्यसबेला मोडमा त्यो व्यक्ति थाहा छैन कि गाई यतातिरबाट गयो कि यतातिरबाट गयो। अनि त्यहाँ जुन व्यक्ति थियो त्यो मोडमा
त्यो व्यक्तिलाई उसले सोध्यो कि गाई यतातिरबाट गयो कि यतातिरबाट गयो। सत्य बोल्न हाम्रो कर्तव्य हो, तर त्यस बेला चाहिँ त्यो व्यक्तिलाई चाहिँ जुन बाटोबाट गाई गएको छ त्यो नभनेर झुटो बोल्नुपर्छ। जुन बाटोबाट गाई गइरहेको छैन त्यो भन्नुपर्छ कि गाई यो बाटोबाट गएको छ, किनभने त्यसले चाहिँ गाईको रक्षा गर्छ। यो चाहिँ हामीले यहाँ बुझ्नु पर्दछ। र अब चाहिँ हामीहरू भगवद् गीताको अध्याय 1 को श्लोक नम्बर 37 र 38 को संस्कृत श्लोक अनुवाद र तात्पर्य पढौँ। श्लोक यस प्रकार रहेको छ। यद्यप्येते न पश्यन्ति लोभोपहत चेतसः कुलक्षकृतं दोषं मित्रद्रोहे च पातकं कथं न ज्ञेयमस्माभिः पापादस्मान्निर्वर्तितुं कुलक्षकृतं दोषं प्रपश्यद्भिर्जनार्दन। यसको अनुवाद यस प्रकार रहेको छ। हे जनार्दन, यी मानिसहरूको बुद्धि लोभले गर्दा भ्रष्ट भएको छ। यिनीहरू आफ्ना परिवारलाई मार्ने र मित्रहरूसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैनन्। तर कुलको विनाशमा ठुलो अपराध देख्ने हामीहरू किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने। यसको तात्पर्य, कुनै विरोधी पक्षले युद्ध वा जुवाका लागि निमन्त्रण गरे, क्षत्रियहरू त्यस्तो निमन्त्रणालाई अस्वीकार गर्दैनन्। स्वीकार गर्नु अनिवार्य जस्तै हुन्छ। यस्तो अनिवार्यतामा अर्जुनले पनि युद्धलाई अस्वीकार गर्न सक्दैनथे, किनभने दुर्योधनका पक्षबाट उनलाई युद्धको चुनौती दिएको थियो। यस किसिमको चुनौतीको परिणाममा विषयमा विपक्षीहरू अनभिज्ञ पनि हुन सक्दछन् भन्ने विचार अर्जुनको थियो। युद्धको दुष्परिणाम देखिरहेका हुनाले अर्जुनले उक्त चुनौती स्वीकार गर्न सक्दैनथे। परिणाम राम्रो हुने भएमा त्यस्तो काम गर्नु अनिवार्य हुन्छ, अन्यथा त्यस्तो काम गर्नै पर्ने बाध्यता हुँदैन। यी सबै कुराको विचार गरेर नै अर्जुनले लडाईँ नगर्ने निश्चय गरेका हुन्। हरे कृष्ण।